लामिछानेलाई राज्यद्रोहको मुद्दा लाग्न सक्छ। त्यो प्रमाणहरू छ मसँग। त्यो प्रमाणहरू यहाँ समक्ष राख्दैछु, विचार गर्नु होला र सम्बन्धित जहाँ पुर्याउनु पर्छ साथीहरूले पुर्याउनु होला। एउटा 4 लाइनको कुरा म वक्तव्य पढेर सुनाउँछु। त्यो के हो, कहाँबाट मैले प्राप्त गरेँ, त्यो कसरी अपराध हो, त्यो कुरा पनि विचार गरौँला। एक ठाउँमा के लेखिएको छ भन्दाखेरि, यिनले मेरो हातमा हतकडी लगाए, यिनको हातमा भएको तस्करले दिएको घडी खोज्नु होला। त्यस पछाडि एक लाइन लेखिएको छ, म सांसद हुँदा, म गृहमन्त्री हुँदा भ्रष्टाचार न्यूनीकरणको निम्ति 25 वटा फाइल मैले सिंहदरबारको एउटा कोठामा राखेको छु। टकटकाउनु होला, खोज्नु होला, खोज्नु होला, याद राख्नु होला। मलाई लगाइएका मुद्दा रमेश लेखक गृहमन्त्री भए पछाडि मात्रै हो। यो 4 लाइन झट्ट हेर्दा पढ्दा सामान्य लाग्न सक्छ, तर यो सामान्य होइन। किन सामान्य होइन भन्दाखेरि यी 4 लाइनले राज्यद्रोह, राष्ट्रद्रोह, राज्य विरुद्धको कसुर प्रमाणित हुन्छ। पहिलो कुरो त पूर्व गृहमन्त्रीले आफ्नो पद्यमारिदाको ख्याल नगरिकन के गरेको देखिन्छ भन्दाखेरि केही कुराको सूचना, वेयर एन्ड वाट, के र कहाँ, 25 वटा फाइल छ, कहाँ छ, सिंहदरबारमा छ भनेर सूचना दिएको देखिन्छ। त्यसरी सार्वजनिक दिन मिल्दैन। त्यति मात्रै होइन, इन्फर्मेसन मात्रै होइन, पूर्व गृहमन्त्रीले एक्सनको लागि पनि प्रोभोक गरेको देखिन्छ। 25 वटा फाइल सिंहदरबारमा छ, खोज्नु होला, खोज्नु होला। भनेपछि जानु, खोज्नु र खोज्नु, मान्छे पहिला सूचना दिने र दोस्रो काम पनि एक्सन गर, काम पनि असाइन गरेको देखिन्छ। त्यस पश्चात 23 गते साँझ रवि लामिछानेले यी कुराहरू आफ्नो लेटर हेडमा लेखेर फेसबुकमा सार्वजनिक गरेको छ। 24 गते आउँछ, 24 गते उक्त सिंहदरबारमा आगो लाग्छ, आगो लागिसके पछाडि सिंहदरबार पनि जल्छ। अब यहाँ कुरा आउँछ, 25 वटा फाइल सिंहदरबारमा भनिसके पछाडि त्यो जल्दै गर्दा त्यसको जिम्मेवारी लिने कि नलिने। अर्को कुरो, मानौ ती 25 वटा फाइल थिए अरे, ती भ्रष्टाचारी थिए अरे, तिनलाई पुरानो राजनीतिक दलले संरक्षण गरेका थिए अरे, तर देश क्राइसिसमा गएको बेलामा त्यो कुरा देखाउँदै गर्दाखेरि अब त्यो 25 वटा फाइलहरू नष्ट भयो नि त। भोलिको दिनमा दोषी ठहर हुन सक्ने गरी, भोलिको दिनमा जसलाई सजाय हुन सक्थ्यो, जसको भ्रष्टाचारको पोल बाहिर फुल्न सक्थ्यो, यो सूचना चुहाएकोले गर्दा, यो सूचना बाहिर ल्याएकोले गर्दा ती फाइलहरू पनि नष्ट भए, तिनी पनि भ्रष्टाचारको कारबाही हुनबाट जोगिए। एकातिर सिंहदरबारको गृह पनि जल्नु, संरचना जल्नु, त्यहाँ ती गोप्य फाइलहरू जो भोलिको दिनमा सजाय हुन सक्छ त्यो पनि जल्नु। यो कुराले राज्यद्रोह स्थापित गर्छ। हाम्रो अपराध संहिताको दफा 50 अनुसार यति प्रमाणलाई मात्रै आधार राख्ने हो भने रवि लामिछानेलाई राज्यद्रोह लाग्छ। यसरी पहिलो गाँसमै ढुङ्गा भने जस्तै अपराधिक मनासायले सार्वजनिक संवैधानिक संरचनाहरूलाई क्षति पुर्याउने गरी खुला रूपमा, खुलस्त 23 गते साँझ निर्देशन गर्नेहरूले, यसरी वक्तव्य मार्फत सार्वजनिक गर्नेहरूले वक्तव्य ननिकालिकन आन्तरिक रूपमा भित्रै के कस्ता कुराहरू गरे होला भन्ने कुराको पनि त संशय आउँछ नि, आउँदैन? हामी दुखित थियौं। अझै पनि 23 गतेको घटनाको जिम्मेवारी तत्कालीन एमाले र तत्कालीन कांग्रेस, अहिलेको भनौँ भने केपी ओली र अहिलेको नयाँ कांग्रेसको नेतृत्व लिएको गगन थापाको जिम्मेवारी जान्छ। राज्य चुकेको, तयारी नगरेको, अधिकतम बल प्रयोग गरेको। तर त्यस उपरान्त 23 ले 24 को घटनाको जन्म दियो। धेरै जनता, हामी लगायतका जनताहरू आक्रोशमा गयौं, तर हामी बाहेकका अन्य फ्याक्टरहरू थिए, अन्य स्वार्थ समूहहरू थिए। एउटा स्वार्थ समूह तपाईहरू हुनुहुन्थ्यो। त्यो स्वार्थ समूह तपाईहरू भएको साबित के कुराले गर्छ? यो वक्तव्यले गर्छ, यो सार्वजनिक रूपमा जारी भएको विज्ञप्तिले गर्छ कि तपाईहरू आफ्नो एजेन्डा लिएर जानुभएको थियो। यस उपरान्त पनि त 24 गते नै पहिला यस्तो अवस्था सिर्जना भइसके पछाडि त कारागारबाट पनि बाहिर आउने तपाईँ नै होइन? कारागारबाट आएर देखाएको पत्र पनि सहकारी सम्बन्धी राजनीतिक मुद्दा, त्यो भने पनि त्यो टिप्पणी पनि गलत टिप्पणी भएको, गलत कागजात पेश गर्ने पनि तपाईँ होइन? भनेपछि हिजो तपाईलाई लिएर सुशासन सम्बन्धी भनौँ वा अनेकौं कानुनसँग जोडिएका प्रश्नहरू ज्वलन्त हुँदै गर्दा तपाईले सुशासन दिनुहुन्छ भन्ने कुरा चाहिँ कम्तीमा मैले विश्वास गर्दिन भन्ने कुरा चाहिँ प्रश्न पार्न चाहन्छु। यो कुरा के मात्रै हो त भन्दाखेरि एमाले र कांग्रेसले डिफेन्स गरेको होइन। तिनले 23 को जिम्मेवारी बोध गर्दै गर्दा 24 गते, पुनः त भन्दैछु, 24 गते नेपाली नागरिकहरू पनि बाटोमा आएका हुन्, तर ती नेपाली नागरिकमै अनेकौं स्वार्थहरू, यसरी तपाईहरू जस्तो चाहिँ स्वार्थ मिसिएर स्वार्थ समूह पनि थिए। आक्रोशले निसामान्य जनताले आगो लगाउनबाट रोकेनन्, तर आगो लगाउने जानेको यदि स्वार्थ छुट्टै थियो, राजनीतिक स्वार्थ थियो भने त्यो राजनीतिक स्वार्थको जिम्मेवारी तपाईले बोध गर्नुपर्छ। अझ त्यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीका जति उम्मेदवारहरू थिए
र ती उम्मेदवारहरू थिए ती सबै यी कुराको म तयार हुन्, किनकि यस्तो वक्तव्य निकाल्नबाट तिनले रोकेको छैनन्। अहिले वर्तमान राजनीतिक अवस्थामा चुनावको कुरा गर्ने भने त्यति बेलाका ती सांसद रवि लामिछाने बाहेकका धेरै पात्रहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो गजबको पात्र दिएको छ। त्यतिको पात्र कांग्रेस एमाले दिन सकेको छैन। तिनलाई नेताको रूपमा सहर्ष स्वीकार्न सकिन्छ। जनताले भोट अनुमोदित गरे भने तिनी हाम्रो जनरेसनको नेता हुन्, तिनीबाट परिवर्तनको आशा हुन्छ। तर तपाईहरु सरदारको नाताले जुन षड्यन्त्र जुन खड्यन्त्र गरिएको छ, नेपालको विद्यमान अपराध सम्बन्धी अपराध संहिताको जुन उल्लङ्घन भएको छ, आपराधिक मनसायले जुन एउटा दिशा निर्देश गर्नु भएको छ, कहाँ छ, कतिवटा फाइल छ, गएर के गर्ने, खोज्ने, टकटकाउने, खोज्नु होला। एक दिन पूर्व सिंहदरबार आगो नलाग्दै एक दिन पूर्व तपाईले जानकारी गराउँदै हुनुहुन्छ र त्यो घटना घट्छ भने त्यसको जिम्मेवारी तपाईले लिनुपर्छ। यो कुरा कतिलाई के लाग्दो भन्दाखेरि जाँचबुझ आयोगले रिपोर्ट प्रतिवेदन सार्वजनिक गर्छ, केपी ओलीहरू मात्रै मुछिन्छन्, त्यही भएर अहिले सार्वजनिक भएन निर्वाचनको वातावरण चाहिँ भाडियाला भनेर होइन। मलाई लाग्छ यदि जाँचबुझ आयोग चाहिँ निष्ठावान भएर निष्पक्ष भएर खोजबिन गरेको छ भने रवि लामिछाने लगायतका अन्य पात्रहरू पनि यसमा उत्तिकै दोषी देखिन्छन्। यदि यो कुरा छुटेको छ भने अझै समय छ। यो कुरा पनि छानबिन आयोगले समावेश गर्नेछ। छानबिन आयोगले सेप्टेम्बर 7, 8, 9, 10 मा जति पनि वक्तव्यहरू बाहिर आएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका ती सबैको पनि अध्ययन गर्नेछ। हिजो मात्रै तपाईको करारनामा चाहिँ तपाईले सार्वजनिक गर्नुभएको छ, निर्वाचनको निम्ति बाछापत्र जनतासँग गर्नुभएको छ। यहाँ चाहिँ मलाई किन विश्वास लाग्दैन त भन्दाखेरि त्यस्तै जेएनजी मुभमेन्ट 23 र 24 गते भयो, 27, 28 गतेतिर तपाईहरुले हाम्रो बाचा भनेर प्रत्यक्ष कार्यकारी जस्तो लगायत 5-7 वटा मुद्दा सार्वजनिक गरिसक्नु भएको थियो। के त्यो मुद्दाबाट विमुख भएको देखिन्छ? जेएनजी मुभमेन्ट पश्चात 3 दिन 4 दिन पश्चात एउटा एजेन्डाहरू, आज निर्वाचनमा जाँदै गर्दाखेरि 5-7 वटा फरक एजेन्डाहरू, 3 महिना 4 महिनामा पनि आफ्नो एजेन्डामा अडिग हुन नसक्नेलाई हामीले कसरी पत्याउनु? सो धेरै प्रश्नहरूको उत्तर अहिले रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ चाहिँ छ। यद्यपि रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका धेरै आशा लाग्दा चाहक लाग्दा सक्षम उम्मेदवारलाई हाम्रो समर्थन चाहिँ रहन्छ, हामी तिनलाई इन्डोर्स गर्छौं। तर यस्तो परिपाटी, अपराधिक मनसाय बोकेका र ती कार्यहरूलाई हामीले प्रोत्साहन दिन्नौं। हामी निरन्तर प्रश्न गरिरहन्छौं। डरको बावजुद पनि मैले यो भिडियो बनाउँदैछु। धन्यवाद।